वेलकम माई डे टु भ्लग। आज चाहिँ हामी अर्को जग्गा आएको छ हो। यो चाहिँ चाइनिज टेम्पल, दार्जिलिङकै चाइनिज टेम्पल हो यो चाहिँ। यहाँ चाहिँ दार्जिलिङको वेदर चाहिँ नि यस्तो उयो रहेछ कि कोल्ड रहेछ होइन। तपाईँ पनि आउनु सक्नुहुन्छ, तर नि सोची सम्झेर आउनुहोस्। यहाँ चाहिँ नि अप्रिल मन्थमा पनि अब गरममा लागिसक्यो आदि त यस्तो छ वेदर, खतरा चिसो। हामी आफै यत्रो ज्याकेट लगाएर हिँडिरहेको छ हो। म जग्गा जग्गामा देखाउँदैछु भ्लग पुरा लामो हुन्छ भनेर। यहाँबाट उन्दा त दामी सिन देख्थ्यो अरे कि, तर अफसोस यस्तो भइरहेको छ यो वेदर चाहिँ पुरा चिसो। अन्त भ्लग चाहिँ म आधी जग्गा जग्गाको जाँदा जान्छु, त्यता म देखाउँछु, बेसी देखाउँदिनँ हो। अनि भ्लग फेरि लामो हुन्छ होला। यो चाहिँ हामी अर्कै जग्गा आइरहेको छ हो। यहाँ हेर्नुहोस् ल भ्यू यस्तो डरलाग्दो कि ओह्रालै रहेछ। अझै रक गार्डन साइड रहेछ, त्यो साइड चाहिँ रक गार्डन पुग्ने रहेछ यहाँबाट चाहिँ। तर यस्तो उकालो ओह्रालो जग्गै देखेर डर लाग्यो मलाई चाहिँ, बाटो देखेरै। दार्जिलिङको भ्यू चाहिँ यस्तो छ। म यहाँ बतासे लुप भन्ने जग्गामा छु। यहाँ चाहिँ मलाई जहिले पनि कहिलेदेखिको आउनु मन थियो यो जग्गामा चाहिँ। ऊ माथि छ, म चाहिँ अहिले जाँदैछु। यहाँनिर चाहिँ एकछिन यहाँनिर खाजा खाएर चाहिँ अनि जानुपर्ने हुन्छ। त्यहाँबाट तपाईँलाई त्यही पुगेर देखाउँछु ल। अहिले चाहिँ एकछिन सकिहाल्छु खाजा खाएर, त्यहाँदेखि चाहिँ हामी जाने। बतासे लुप मान्छे छैन ट्रेनमा, ट्रेनमा मान्छे छैन रहेछ भने सबै झऱ्यो कि यहीँनिर। अर्को ट्रेन पनि रहेछ यहाँ। वीर हेर्नु, वीर आई लभ दार्जिलिङ। कस्तो आधी छेलेको उनीहरूले छ्या। आम्मामा मान्छेहरू यति बेसी छ कि यहाँनिर, छिर्ने जग्गा छैन। टुरिस्टहरू नि पुरा आएको छ। म पनि भर्खर ट्रेनमा चढिकन ट्रेनमा चाहिँ घुमिन आएको। आधी दुई बक्स मात्रै भएको ट्रेन। कालो नकालो धुवा फ्यायो है। हेर त अहिलेको कालो भएको धुवा निस्केको ट्रेन चाहिँ यहाँ। अब के छिटो आइपुगेछु यहीँनिर एक टर्न हुँदैन। आमा धुवा हेर पहिला कालो न कालो। अम्बो यहाँ हेर त कालो। मुभीको उयसको कलेज रहेछ, मे हुन मुभी सुटिङ भएको कलेज चाहिँ।